ल तनी फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा हैन। धेरै दिनपछि म भ्लग लिएर आएछ। यो पनि बुटो जान लाग्यो, आज काम छ एक सानो। दिदी र म जान लाग्यो। अहिले बाटोसम्म आउनु लाग्यो, भिडियो स्टार्ट गरेँ। बिहान पनि भ्याएन किनभने कामसँग गर्न परेको थियो। त्यही भएर अहिले चाहिँ बुटो जान लाग्यो हैन। गाडी नयाँ बनाउनु हो सायद भ्लग सलग अब बुटो गएर भेटिँदै के हुन्छ हैन। यसो जाँदैछन् रोडमा अप्ठ्यारो भयो त्यहाँहरू। A few moments later. अहिले चाहिँ बस्नु चढिसक्यौँ हामी होइन। दिदी र म भएर गएको, साइडमा भाइ पनि थिए। अब बुटो जान्छौँ पर। बुटो चाहिँ किन गएको भन्नु होला होइन। मलाई सन्चो थिएन, आँखा अझै पनि पुरै सन्चो भएको थिएन। त्यही भएर म र दिदी भएर बुटो लगाएको। दिदीको पहिला नि त आँखा पनि त्यो आँखाको कमजोरी हुन्छ दिदी पनि। त्यही भएर अब दिदीलाई थाहा थियो मम्मीसँग जानु थियो, त्यही भएर दिदी र म भएर आज गएको होइन। अब बाटोमा के कसो हुन्छ हेर्दै जानु होला है त। A few moments later. A few inches later. 2 hours later. हस्पिटल गएपछि अब भ्लग सलग बनाउनु पाएन, गराउँछु भन्थ्यो र अब गाडीहरू थियो। म त्यति भएर भएन, मैले ठिक चाहिँ गरेर आएँ तर ढिलो भयो। अलि 2 घन्टा बस्नु परेको थियो। ल है घर आइसक्यो। घर आइसक्यो होइन। बसिसक्यो, भ्लग सलग बनाउनु पाएन, बसमा भिड थियो। अनि बुटोतिर पनि भ्लग बनाउनु पाएन, हस्पिटल गएको त्यही भएर बनाउनु पाएन। बाटो जग्गाको बनाएँ, पछि बनाएन होइन। अस्ति गाडीहरू चाहिँ आवाज धेरै थियो, बसलाई बनाउनु पाएन। त्यही भएर घर आउनु गइसक्यो। बाटो दियो होइन। अब आउनु गइसक्यो घर नि। 2 hours later. ल म आइसकेँ होइन। म आएर नास्ता खाएर यसो सुतेर थकाइ लाग्थ्यो, सुतेर उठ्दाखेरि अहिले 6 बजिसक्यो। यसो 6 बजेर यसो घुम्न हिँडेको होइन। घुम्न हिँडेको हेर्नु तर बाटोतिर अब कति यही बाटो मात्रै हिँड्ने भएन, यसो हिँडेको हो। किराहरू कोही भेटिनन्, यसो बाटोतिर हिँडेको हो। त्यही छ हेर्नु। बुटले आयो, हस्पिटल गएको आज। त्यति भिडियो पनि बनाउन पाएन। त्यो यसो भ्लग कम्प्लिट गर्ने भनेर यसो बाटोतिर हिँडेको। वरिपरिको सिन हेर्ने बस्ने नि त हजुरले नि, खालि मेरो मुख मात्रै किन हेर्नुहुन्छ र। अब के भन्नु छ र खै, यस्तै छ। नजाउँ होला अब फर्किनु लाग्यो। घर गएर के कसो हुन्छ अब उठेर यस्तो घुम्ने गएर घर भन्नु छैन मलाई। बुटो लगाएको, बुटो लगाएर हस्पिटल गएको आज। आएको सन्चो भएर हुन्छ अझै मेरो। त्यही भएर दबाई राख्नु देखाएन अझै 2 घन्टामा उठेर दबाई राखेर यस्तो घुम्नु हिँडेको हो। 2 घन्टापछि फेरि दबाई राख्ने छ। चस्मा लानु पनि बिर्सेछु आज। धुवामा जस्तो नहिँड्ने भने पानी मार धुवामा त्यही छ है। हाम्रो गाउँको बनापिस गाउँ गएर सहर यो कर तर सहर त्यस्तै छ होइन। अब के कसो हुन्छ हेरौँ ल। अहिले चाहिँ अब मान्छे धेरै खाने आइदियो होइन। अहिले चाहिँ A few inches later. म घर पनि आउने बेला आइसक्यो होइन। यस्तो घुम्ने त के भन्ने, यस्तो त भ्लग सलग बनाउनु गएको थिएँ। भ्लग पनि बनाइसकेँ। मम्मीको त हुन्छ, भाइ बहिनीले टिभी हेरिखान्। भाइको त के भन्नु, भाइ त खै कता गयो, बहिनी टिभी हेरिखान्। दिदी त अब ठुलो क्लासमा पढ्नु पऱ्यो रहेछ। मम्मी के खानु गयो है। एक्लै भयो, कता गएछ आएको त नि। उयो त कहाँमा नि
फुल खाएर बस्छ साला मम्मी कहाँ यसलाई खुल्ला छोडिदिनु यसलाई मात्रै कहाँ यसलाई मात्रै खुल्ला छोडिदिनु जा फुल खाएर बस्यो अब यहाँ बाख्राहरूका किर्नापट्टि थिए कति दुःख दिएको थिएँ त्यसो गरिदिनु खाएर यो त पुरै पुग्यो भित्र बस केमा जाने हो ल दाना ल्याउने भन्न कुखुरालाई दाना हालिदिनु पर्यो अब दाना हालिदिनु पर्यो अब हालिदिनु गरिन्छ कि कुखुरा दाना सानो हाल्दै त्यसपछि भेट्छ अब ब्लगिङ गर्नुपर्छ धेरै ब्लग नगरौँ होइन कामसाम पनि जानु पऱ्यो होइन अलिक बेसी भेट्छ म A few moments later. ल उता नि आजको लागि यति नै होइन दाना साना दिइसकेँ मम्मीलाई लाएर मैले मम्मीले दिनुभयो होला हालिदिनु भयो होला दाना होइन ल आजको लागि यति नै फेरि अर्को नयाँ भ्लगमा बाई बाई टाटा सी यू